हेलो गाइस, वेलकम माई न्यू भिडियो। आज चाहिँ कार्तिक 6 गते है। आज चाहिँ तिहार हो, त्यसैले रमाइलो भइरहेछ। तिहार हो होइन आज। अनि अब चाहिँ टाउको साउको नुहाएर रेडी सेडी भएर कपडा सपडा लगाएर रेडी हुनु पर्यो होइन। अहिले चाहिँ बहिनीहरू आउँछन्। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहारको शुभकामना छ। अनि थ्याङ्क यू फर वाचिङ भिडियो होइन। भिडियो हेरिदिनु भएको छ र मलाई बनाउने जागर पनि आइरहेछ होइन। यस्तै हो, मिडिल क्लास फ्यामिली होइन। आउनै पर्यो, यतातिर भैँसी हेर्नै पर्यो, घाँस काट्नै पर्यो होइन, झार काट्नै पर्यो। यस्तै छ, पछि भेट्दै गरौँला है। अहिले चाहिँ भैँसीले पानी दिएर पनि टाउको साउको मिचेर पनि आइसक्यो होइन। अब चाहिँ घर जान लाग्यो। घर गएर कपडा सपडा लगाएर मालसाल लगाएर टिको लगाएर होइन फेरि आउनुपर्ने छ। एकैछिन पछि भेटौँला है। मेरो जिन्दगी यसै चलिरहेछ है। सबै साथीभाइहरू रमाइलो गर्न गइरहेछन्। आफ्नो लाइफ भनेको यस्तै चलिरहेछ होइन। दुःख छ, के गर्नु है। आफ्नो भागमा जे छ त्यही भोग्नै पर्छ होइन। अरू त यस्तै छ होइन। तिहार पनि आइसक्यो है। आज चाहिँ तिहार सबै रमाइलो गरेर होला नि होइन। रमाइलो छ होला। म चाहिँ अहिले जाँदैछु, रमाइलो गर्ने हो होइन तिहारमा। अनि भोलि चाहिँ म कलतिर जान्छु होला। यो भिडियो चाहिँ भोलि पर्सितिर आउँछ होइन। इट्स मी जीवन चलाउने होइन। मेरो ब्लग नेम चाहिँ सिएलएनए ब्लग। हजुरहरूले माया गरिदिनु भएको छ, अझै माया गरिदिनु होला होइन। यस्तै अझै हजुरले सपोर्ट गरिदिएपछि अझै म चाहिँ मेरो जोस जागर चाहिँ भित्रीदेखि आउँछ होइन। भिडियो बनाउने बनाइदिन्छु, हेर्नु होला। फेरि भेटौँला है त। को लागि चाहिँ मालसाल रेडी बनाइसकेको छन् होइन गाइज। टक्क म चाहिँ अहिले रेडी सेडी भइसकेँ। लुको सुको लाएर टक्क अब जाने हो। अनि उ लगाउने हो मालसाल होइन। दुई बहिनी बसे, जेठी र कान्छी बसे अनि पाँचले फोटो खिचाउने नि बजार मजा कस्तो मुता लाके बराई के भन्छ यार। उठ्ने माल लगाइदिन्छ, टिको लगाइदिए त एन्टीको लगाइदिए त एन्टीको लाउँदै गरे यति टोपी दिए त टोपी लगाइदिए त के हुँदैन फाइनल डरेले के भट्को छ आज कालो फोटो मेरो खेरान्डी हुन्छ क्या। यो त बन्धु भयो कहाँ पटको होला पाए ताल पटको मैले पटको जगिन ए पर लाउन लाग्यो मन्टीका पर आट्या गर्न लाग्यो बस आउन बस पनि हेर्नु त ये तो रियो दिने खाली त्यही के बनाउँछ एउटा प्लान रिगाना रिगा सुके एतेर मेरो छोराले सोबर अब एउटै कलर ल्या अनि टिको सिको लगाइयो होइन। मालसाल लगाइयो। अब चाहिँ फेरि भैँसीलाई घाँस हाल्न र पानी पिउन जान लाग्छ होइन। अब त्यस्तै छ है।
मलाई माया कसैले नगरोस् क्या, किनकि म मायाको लायक छैन है। आफ्नो त हाल यस्तो छ भने होइन, अरूको छोरीलाई ल्याएर उसको भविष्य के बिगारिदिनु है। त्यसैले तिमी आफ्नो करियरमा फोकस गर है, किनकि म तिम्रो लायक छैन है। चाहिँ मैले भैँसीलाई घाँस हालेर पनि आइसकेँ होइन, पानी दिएर घाँस हालेर आइसकेँ। म यता डाँडामा बसिरहेको छु होइन, उता गाउँ देखिरहेछ हेर्नुहोस्। यही हो मेरो गाउँ होइन, सानो गाउँ देखिरहेछ। म चाहिँ यता आइरहेको छु होइन। अहिले भैँसा पारी छन् होइन। एकैछिनमा म घरतिर लाग्छु होला, घरबाट पनि आज हिँड्नुपर्ने छ होइन, टाढाको बाटो होइन, हिँड्नुपर्ने छ। यस्तै हो है जिन्दगीमा, मरि के लान्छ र है। 2 दिनको जिन्दगी हाँसी खुसी बिताउनुपर्छ। त्यही भएर म जहिले नै हाँसिरहेको छु है, म जहिले नै हाँसिरहेको छु है। के बोले तर पनि है, म चाहिँ भैली खेल्न गएन होइन। तर बाहिरबाट जुन भैली हाम्रो गाउँमा आयो नि, तर यार त्यो म केटीहरू बवाल थिएँ यार। के बोले पारी पनि डाँडा पुरा डाँडा छ है। डाँडाले घेरिएको छ, यता पनि डाँडा है, पुरै डाँडा छ। उता पनि डाँडा छ होइन, बिचमा एउटा सानो बस्ती छ होइन। यो भैँसीले घाँस खाइसक्यो है, फेरि हाल्न जानुपर्ने छ। एकैछिनमा हालेर आउँछु अनि त्यसो चाहिँ भैँसीलाई हरिसरी पनि हालिसक्यो होइन। अब फेरि गोठतिर जानु पऱ्यो, फेरि सकाएपछि आउनुपर्छ होइन, नत्र भइहाल्छ। बेलुका घाँस हाल्नुपर्छ अनि घरतिर जानुपर्छ होइन, यस्तै हो। त्यो जाडो भएर म चाहिँ आगो ताप्दैछु होइन गाइज। भिडी चाहिँ लङ भयो होला सायद, त्यही भएर म इन गर्ने सोचिरहेको छु। आज चाहिँ यति। थ्याङ्क्स फर द वाचिङ फर द नेक्स्ट भिडियो गाइज। चाँडै नआउने छ है, बिचमै सिएला नै होला म। ल बाई बाई गाइज।